हेलो साथीहरू, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी मन्दिरमा आएका छौँ र मन्दिरमा चाहिँ नयाँ संरचना देख्न सक्नुहुन्छ। यहाँ बनिरहेको अवस्था छ र यो चाहिँ हेर्नुहोस् एकदमै राम्रो भएको छ। अनि अब माघेमा चाहिँ यहाँ आएर दर्शन गर्दाखेरि अगाडि चाहिँ यहीँ नुहाउन सकिने अहिले यस्तो मन्दिर व्यवस्थापन समितिले बनाएको छ। र त्यता पनि हेर्न सक्नुहुन्छ ठाकुरजीको मन्दिर, यतातिर पनि नयाँ बनेको छ र साथै यता चाहिँ नयाँ भवन बनेको छ मन्थहरू बस्नको लागि। र यतातिर तारबारको काम पनि सुरु भइरहेको छ। अनि यहाँ चाहिँ आरती चाहिँ कहिले पनि नरोकियोस् र कसैलाई पनि त्यस्तो डिस्टर्ब नहोस् पानी आएपछि भनेर चाहिँ यो उभिने ठाउँ बस्ने ठाउँहरू बनाइएको छ। र आज चाहिँ मङ्गलबार आरती, सबैजनाहरू आरती हेर्न आउनु होला भन्दै आजको भ्लग चाहिँ म यहीँ अन्त गर्न चाहन्छु। हस्त धन्यवाद, साथ सपोर्ट गर्नु होला।